हेलो यहाँ नमस्ते गाइजहरू। आज चाहिँ म कपाल सपाल मिलाएर कहाँ जाँदैछु साँझको टाइममा। अहिले चाहिँ बिहे साँझको 4 बजिसकेको छु। अहिले चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि हजुरलाई म लास्टमा देखाउने छु। फेरि म जुत्ताहरू लगाएर पनि एकदम रेडी भइसकेको छु। अब आज चाहिँ म कहाँ चाहिँ मेरो घर हो नि, यो चाहिँ मेरो घरदेखि यता तलतिरको बारी अनि यता चाहिँ बाटोहरू पनि छ, मान्छेहरू हिँडिरहेको छन्। आज चाहिँ म चाहिँ केही समयपछि यता घरदेखि तलतिर आइसकेको छु। यो चाहिँ हाम्रो घरदेखि यता छिर्ने बाटो। यो चाहिँ आज एकदमै रमाइलो मेन रोडमा पुग्न लागिसकेको छु। मेन रोड चाहिँ अलिकति अगाडि छ अनि यहाँनिर चाहिँ भाले चल्ला छ। यहाँनिर चाहिँ केही समयपछि यता मेन रोडमा पनि आइसकेको छु। उता चाहिँ अटोहरू अड्डेको छ अनि मैले चाहिँ यताबाट भिडियो बनाएको। यता राप्ती बाबा क्याम्पस पछाडिको बाटोनिर आइसकेको छु। यता पछाडि आज एकदमै धुलो पनि उडिरहेको। हाम्रो महेन्द्र स्कुल चाहिँ भर्खरै छुट्टी भएको जस्तो छ। विद्यार्थीहरू चाहिँ सबै बाहिर निक्लिन्छन् अनि विद्या स्कुल पनि आज एकदमै राम्रो देखिएको छ। म कहाँ आएको भन्दाखेरि आज चाहिँ म ग्राउन्ड पछाडि आएको अनि यता साथीहरूले चाहिँ रनिङ हान्दैछन्। मैले चाहिँ यता चाहिँ साथीहरूले चाहिँ रनिङ सनिङ हानेर सबै सकिसकेको थियो अनि साथीहरूसँग ह्यान्ड चेक त गर्नु पर्यो। चाहिँ यता साथीहरू चाहिँ हाई जम्प हान्दैछन् अनि यता चाहिँ धेरै साथीहरू पनि आइसकेको छन् अनि एकजना साथीले हाई जम्प हान्दै थियो अनि यता चाहिँ यिनीहरू एकदमै मजासँग बसिदिरहेको थिए। एकदमै हिँड्छौँ छन् अनि साथीहरू चाहिँ एकदमै रमाइलो पनि लागिरहेको छ। आज चाहिँ साथीहरू सबै आएको छन्। समयपछि म चाहिँ यता तेक्वान्दो क्लासतिर पनि आइसकेको छु अनि भाइ बहिनीहरू सबै आइसकेका छन् अनि म पनि आइसकेको छु। गुरु पनि आउनु सक्नु भएको छ। फेरि तेक्वान्दो खेलाडीहरू सबै आइसकेका छन्। यता चाहिँ भाइहरू बसेको छन्, यतातिर चाहिँ बहिनीहरू बसेको छन्। एकजना भाइ चाहिँ यहाँनिर बसेर एकदमै हेरिदिरहेको छ। तेक्वान्दो क्लास पनि सुरु भइसकेको छ। यता आज चाहिँ एकदमै धेरै स्टुडेन्टहरू पनि आएको छन् अनि गुरु पनि आइसक्नु भएको छ अनि केटाहरू चाहिँ मैले चाहिँ किक प्याडिङहरू हान्दै थियौँ साथीहरूसँग अनि यता चाहिँ एकदम खतरा। आजको मेरो मिनी ब्लग चाहिँ यहीँसम्मको थियो अनि मेरो भिडियो राम्रो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्दिनु होला। अनि आजको लागि बाई बाई अनि अर्को भिडियोमा भेटौँला है त।